हाल्दैन बुद्धको देश हो नि त यो बुद्धलाई संसारले मान्छ तर नेपालको जनताहरूले मान्दैन कति बोलेको तपाईँ चुप लाग्नु न त्यहाँ बोल्नु न ध्यानै दिनुहुन्न धेरै बोलेको गर्नुहुन्छ हेर्नुभयो भने धेरै बोल्न चाल्नुहुन्छ नेताहरूले मुख नाक मुख सब सुक्या सुकाइदिन्छ अब भित्र जान दिन्न यसले सब सुकाइदिन्छ अब यिनी पहिल्यै भएका हुन् अब आउने यिनी पनि हुन्नन् त्यो रामचन्द्र पौडेल पुरा त्यो उसँग सुशीला कार्कीसँग बोल्या पनि छैन अरे प्रधानमन्त्री भएदेखि रिसाले अलि डराले हुन्छ के डराले राष्ट्रपति के प्रधानमन्त्रीसँग डराउँछ के बुझ्नुहुन्छ राजनीति ऊभन्दा ठुलो पोस्ट हो उसको किन डराउन परेछ रिसले नबोले पनि तर पावर फेरि सुशीला कार्कीसँग थियो राष्ट्रपतिलाई प्रधानमन्त्री भन्दा पनि माथि हुन्छ तर शासन चलाउने चाहिँ प्रधानमन्त्रीले हो कि अरू देशमा राष्ट्रपतिले चलाउँछ अहोदा चाहिँ तिम्रो उसको भन्दा पनि ठुलो हो नि त सुदानी होइन सिङ्गम छ पुरा हात चाहिँ जोड्दो रहेछ नि शिक्षा मन्त्री सस्मित पोखरेल बहुत राम्रो मान्छे हो भर्खरको युवा हो रवि लामिछानेको योगदानलाई पनि मान्नै पर्छ यार कुनै मन्त्री लिएन त्यसले
बुद्धहरूको भाषा नै अलग हुन्छ क्या होइन बुद्धको लामाको एउटै छ लामाहरूले नै हो लामा शेर्पा यिनीहरूले बुद्ध भएको होइन तामाङले हो लामा भनेको तामाङ सत्ता र राजकीय सत्ता मैले हाम्रो ठाउँमा गएर जस्तो मान्छु यार गीत रहेको नेपाली जनतामा निहित रहेको नेपालको संविधानप्रति नेपालको संविधानप्रति पूर्ण वफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दै सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दै ईश्वरको देश र जनताको नाममा ईश्वर देश र जनताको नाममा शपथ लिन्छु कि प्रधानमन्त्री पदको जिम्मेवारी प्रचलित कानूनको पालना गरी मुलुक र जनताको भलो चिताई कसैको डर नमानी पक्षपात नगरी पूर्वाग्रह वा खराब भावना नलिई ईमानदारीका साथ गर्नेछु र आफ्नो कर्तव्य पालनको सिलसिलामा आफूलाई जानकारीमा आएको कुरा म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानूनको पालना गर्दा बाहेक अरू अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा संकेत गर्ने छैन धन्यवाद। यसपछि नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यूलाई आफ्नो आसनमा रही शपथ पत्रमा हस्ताक्षर गरिदिनु हुन अनुरोध गर्दछु। सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहज्यूबाट प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ लिने काम सम्पन्न भएको छ। गृहमन्त्री को बन्ने भयो? सुदन गुरुङ भइसक्यो। रवि लामिछानेलाई किन दिएन? त्यो आफै बनाए होइन कि त्यसले कुनै पनि पद ल्याएन। तारिख चलिरहेछ नि त। तारिख चलिरहेको होइन, उसले देश बनाम भन्ने तरिकाले लागेको के ऊ जोसुकै होस् मन्त्री सन्त्रीको भागभण्डा गर्ने होइन कि देशमा योग्य मान्छे जानेका मान्छे पार्टीको लिडर जान्छ नि त खासमा के अरे पीएम को लागि, तर गएन। अनि उसले त्याग गरेको, उसले बालेनलाई नल्याएको भए नि 30-40 सिट जिति नै हाल्थ्यो, एउटा मन्त्री भइ नै हाल्थ्यो चाहेको भए।